आज मैले सोचेकै थिइनँ, नसोचेको कुरा भयो नि साथीहरू, थाहा छ किन? हेलो अनि नमस्ते, वेलकम छ मेरो मिनी ब्लगमा, सबैजनालाई स्वागत छ। अनि वेलकम पनि छ है। अनि मेरो पुक्लीकोबाट आज सुरुवात भएछ मेरो मिनी ब्लग। अनि आज चाहिँ मेरो बुढा चाहिँ काममा लाग्नु भएको छ, अनि अस्ति पनि पानी परेको थियो नि त, अनि अलिअलि बिदाको थियो। अनि मैले सोचेकै थिएन के साथीहरू, मलाई आज काम गर्नुपर्छ भनेर। के काम भन्नु पर्दाखेरि अब बारीको मतलब बागको काम, मतलब के भनिन्छ अब नेपालीमा चाहिँ बगैँचाको काम त होइन, मतलब आज साउनीको म्याडमको घर चाहिँ सफा गर्नुपर्ने थियो, धेरै होइन बाहिरको बराल्नु मात्रै थियो नि त, मैले सोचेको थिएन। अनि मेरो बुढाले भन्नुभयो जाऊ गएर सफा गरिदेऊ भनेर, के भन्नु बुढाले भने चाहिँ मान्नै पर्यो। जता भिडियो लगाउने मेरो छोरीले फेरि तङ गर्न नछोड्ने, फेरि के गर्ने साथीहरू, हजुरहरूको छोरीले गर्छ किन बच्चा बच्चीले, मेरो त गरिहाल्छ एउटा चाहिँ, त्यही पनि तङ गरेर सताउँछ, हजुरहरूको गर्छ किन अनि भन्नु होला। अनि मैले चाहिँ सफा गरेँ, हाम्रो म्याडमको घर चाहिँ यो बगैँचामा छ कि यो घर चाहिँ, यस्तो राम्रो छ, भित्र पनि यति राम्रो छ। मेरो बुढा नानी फेरि त्यतिर बस्नु भएको थियो नि त, काम गर्दै हुनुहुन्थ्यो, अनि म चाहिँ गरिरहेको थिएन नि त, पानी छ गिलो छ, त्यही भएर गोडाइ भएको छैन नि त, हाम्रो काम छैन, अनि म चाहिँ बसिरहेको छु। अनि त्यही भएर आज सफाइ गर्दै कस्तो राम्रो छ, बाहिर मात्र नराम्रो देखेको साथीहरू, तर भित्र यस्तो राम्रो छ नि, यति राम्रो छ नि घर, यति राम्रो डेकोरेसन, मतलब राम्रो छ घर चाहिँ। अनि मेरो बुढाले चाहिँ यसरी मेहनत गर्नुहुन्छ क्या, यति मेहनत गर्नुहुन्छ है, यति मेहनत गरेको देख्दाखेरि त साथीहरू होइन कस्तो मन चाहिँ सक्क खान्छ क्या। यति मेहनत कसका लागि साथीहरू, हाम्रै लागि त हो भन्ने लाग्छ फेरि कहिले कस्तो झगडा हुँदा कि साथीहरू। अनि यति भन्दै चाहिँ म चाहिँ लाग्यो घरतिर, अनि झाडु लगाएर अब झाडु त गरेर लाग्नु पर्यो, अनि अब चाय साय बनाउनु पर्ने हुन्छ, अनि हामी चाहिँ नास्ता खाने हुन्छ। यो भ्लग चाहिँ दिउँसोको साथीहरू, अनि मेरो नानी चाहिँ चकचक गरेर गाली गरेर म फेरि जहाँ पनि मेरो रिसाउने बानी, के गर्ने, मेरो रिसको सीमा नै हुन साथीहरू, रिसाउँछु पनि उति, म माया पनि उति गर्छु मेरो नानीलाई। अनि अब आएर म चाहिँ चिया स्या पकाउन लागिरहेको छु अब, अनि के गर्ने साथीहरू, खानु त पर्यो, चाय पकाउँदैछु, रोटी त मैले अघि नै पकाइसकेको थिएँ, अनि चिया स्या पकाएर यसमा हालेर खानुपर्छ। चाय तयार हुन अब 5 मिनट बाँकी थियो साथीहरू, अनि मैले चाय पनि तयार गरिसकेको थिएँ। अब चाय साय तयार भइसकेको छ, मेरो सानीले खान्छ अनि म पनि खाने, हामी चाहिँ लाग्यौँ अब 3 जना, हाम्रो सानो फ्यामिली चाहिँ स्मल फ्यामिली, हामी चाहिँ लाग्यौँ खानातिर। मेरो फेरि कप फुटेको छ क्या, फेरि मेरो कप फुटेर फेरि हैरान छ, फेरि मेरो बुढालाई नयाँ भिडियो हेर्दै मुस्कान सहित त्यहाँलाई हाँसेको यति मन पर्छ नि साथीहरू, तर मसँग कहिले हाँस्नु न क्या, म खिचाइदिन्छु नि त हाँस्नु छ भनेर, त्यही भएर मतलब हाँसेर बोल्नु न कहिले पनि, भिडियो हेर्दै हाँस्नुहुन्छ, अनि मलाई खुसी लाग्छ क्या कति हाँस्नुहुन्छ भनेर। अनि म फेरि यसरी रोटी खान्छु कि साथीहरू, यसरी कसले खानुहुन्छ कमेन्ट गर्नु है। म फेरि चाय पनि खान्छु, रोटी पनि खान्छु, अनि मेरो छोरीलाई दिँदैछु, अनि छोरीले पनि मामु मलाई पनि चाहियो भनेपछि त दिनु पर्यो। अनि मैले आज फेरि चिनीवाला रोटी बनाएको थिएँ कि साथीहरू, अनि थोरै चिनी मिक्स गरेर रोटी बनाएको थिएँ, मिठो भएको थियो नि त। अनि साथीहरू के भन्नु छ, आज चाहिँ ज्याउ लागिरहेको छ, अब चाहिँ खाना बनाउनु पर्ने हुन्छ। अनि यति भन्दै यस भिडियोबाट म चाहिँ बिदा लिन्छु, अनि मेरो मिनी ब्लगलाई धेरै धेरै माया गर्नु होला, सपोर्ट दिनु होला, यति भन्दै छुट्टिन्छु। हस्त नमस्ते, अनि बाई बाई, नेक्स्ट भिडियोमा भेट्नुपर्छ। लाइक कमेन्ट सेयर गर्न नबिर्सनु होला, अनि मेरो फेसबुक पेजलाई धेरै माया गर्नु होला, अनि सब्सक्राइब गर्न कति पनि नबिर्सनु है साथीहरू, लोभ नगर्नु, सब्सक्राइब गर्नु होला है। अनि मेरो पेजलाई धेरै धेरै माया, फलो गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला। बाई बाई।